नमस्कार, म रमण थामी। यही फिल्म कुम्भको गायक सङ्गीतकार पनि हुँ। छोडेर गयो तिमीले, छोडेर गयो तिमीले सारा यादहरू। गीतले मैले फिल्म हेर्दै गर्दाखेरि गीतले न्याय गरे जस्तो नै लाग्छ मलाई। जहाँसम्म त्यो रोल प्ले गर्नुभएको छ हाम्रो नायकजीले होइन, उहाँ त्यो एउटा स्याड मुडमा हुनुहुन्थ्यो, त्यसमा यो गीतले सुट गरे जस्तो नै मलाई लागेको छ। फिल्म समग्रमा जे होस् फरक प्याटर्नले बनेको फिल्म छ। नेपालमा यस्तो प्याटर्नको फिल्महरू त्यति छैनन्, भए पनि अलिक फरक फरक टाइपकै छन्। तर यो फिल्म चाहिँ स्पेसल्ली अलिकति फरक प्याटर्नको मलाई लागिराखेको छ, किनभने यो टिमसँग म सुरुदेखि नै सँगसँगै छु। मेरो प्रिय साथी रणधीर श्रेष्ठको एउटा डिरेक्सन हो, निर्देशन हो, चाहिँ लेखन हो। त्यो भएर पनि यो फिल्मसँग अलि नजिक छु र फिल्मका हरेक क्यारेक्टरहरू हरेक साथीहरूसँग म नजिक भएको कारणले गर्दाखेरि आफ्नै टिमले गरेको काम नराम्रो लाग्ने कुरा त भएन। तर पनि टोटल्ली भन्दाखेरि चाहिँ फिल्म राम्रो छ मलाई जहाँसम्म लाग्छ। दर्शकले पार्ट 2 माग गरिरहेको छ, तपाईको बुझाइमा हेरेमा पार्ट 2 आउला आउला जस्तो त लागिरहेको छ, तर निर्माण टिमले के गर्न सक्छ कि सक्दैन त्यो कुरा त पछिको कुरा। ल्याउन पनि सक्छ, नल्याउन पनि सक्छ। तपाईको भित्र आयो लाग्छ। आए हुन्छ जस्तो लाग्छ मलाई चाहिँ, आए हुन्छ जस्तो लाग्छ। अझ परिष्कृत भएर यहाँको क्यारेक्टर अझ परिष्कृत भएर, कलाकारहरू अझ परिष्कृत भएर, कथा अझ परिष्कृत भएर अझ राम्रो ढङ्गले चाहिँ आउँछ कि जस्तो लाग्छ। यदि आयो भने त्यसरी आओस् भन्ने मेरो चाहिँ कामना छ।